जोड़ी लगाई हुई है। आग लागि भएर एउटै ठाउँमा तिनजना त्यसरी हिँड्ने रे हामी घरले अनि यहाँ चाहिँ हामी घरले भाषै बोल्छौँ अर्कै भाषा छ फेरि उताबाट गर्नु न ल टुङटुङ चाहिँ tôi đánh gì đã tôi biết một cái chuyện mấy cái gì này nhá vậy nè lượt chạm đấy cái nào mở ra mở ra bay mắt lấy ra nước hải हजुर मिल्छ त जाने हो त त्यहाँसम्म हिँड्छ त्यहाँसम्म न हैन आधी बाटोसम्म चाहिँ हिँड्छ क्या है त्यतिको ट्राउट हजुर के हो हजुर होइन हाम्रो गाउँलेको हो कि ट्राउट फार्म चाहिँ जाने हो त तपाईँहरू जाने हो जाने त्यहाँबाट उता आधी बाटोसम्म 15-10 मिनट लाग्छ तपाईँहरूको बाइकमा है त्यहाँबाट खुट्टाले 10 मिनटमा पुग्छ खाना ठाम नि हो त त्यही छ एकदम मिठो बनिन्छ त्यहाँको खाएर आएको त्यही खानु भयो काँडाठीहरू नि पाउँछ भरे खानु होला नि के अरे ढेँडो र त्यहाँको माछासँग खाने हो कि लोकल एकदमै मिठो हुन्छ नि हाम्रो हामी त बर्बागीहरू नजाने मान्छे कोही छैन त्यहाँ कोदोको तिन पानी भोटकेमा दाइ भोटकेमा दिदी घन्टी बजाउनु न एकचोटि बल्ल हुन्छ क्या नि घन्टीमा हो र यहाँ होइन होला हाम्रो क्षेत्रबाट उठेको नि रविनारायण सानी 2 नम्बर चितवन 2 नम्बरबाट के भन्छ क्या नामै पिछो भने कस्तै आएको थियो हाम्रो गाउँमा
सातकन्या देवी मन्दिरमा हामी आज यता चाहिँ राम्रो हिमाल देखेको छ अलिअलि। कस्तो हुँदै ठाउँ एकदम ठिकठाक छ रमाइलो छ बाटो कस्तो थियो एक्सट्रिम है साल छ स्पेसल अब लालबाग जाने बाटो चाहिँ कस्तो छ थाहा छैन मेरो मेरो देखाउनु त मेरो मेरो हुलिया तिम्रो हुलिया चाहिँ यस्तो छ बाटोमा धुलो धुलो खाँदा खाँदै एकतिर हिँडेको मान्छे हामी एकतिर आइयो अहिले गोर्खा आएको हामी यता लारपाक के अरे बारपाक आएको ल अब लारपाक जाने कुरो हो लारपाक गइन्छ गएन एकछिनमा थाहा हुन्छ धेरै तरिका चाहिँ हो क्या यो चाहिँ बारपाकको भ्यू टावर रहेछ ताले 2 3 4 5 ताले चाहिँ भ्यू दिदीहरू अगाडि गइसक्यो हजुर चाहिँ कहाँबाट आउनुभयो त नि यहाँ त नमस्ते भित्र किन मन बाहिर बस्नु बाहिर बस्नु गोर्खा बहिनीको भान्जाको वर्तमानमा थियो यो त्यहाँ बस्थ्यो अब त्यहाँ आएर यता आउनु त भनेर नि निस्केर आएको बारपाकको लोकल लोकल लाग्छ लोकल मकै ल्याउनु नि भर्नु अब यिनीहरूले खानु नि दुईटाले त यत्रो त मेरो छोरा छ यो मेरो भाइ हो यो मेरो अङ्कलको छोरा चाहिँ मेरो फुपू दिदीको छोरा फुपू दिदीको छोरा होइन ठिक चाहिँ यो मकै त मिठो हो नि यो चित्त लोकल मकै यस्तो पनि हुन्छ नि होइन अर्ग्यानिक पनि पाउनु रहेछ है भोलि पनि हुन्छ नि मैले माग्छु आज पनि आयो त ल तन्न जाला जस्तो त आज यो बाटो चाहिँ एकदम राम्रो छ क्या ठाउँमा चाहिँ एकदम गाह्रो थियो अरे होइन नि पर्दैन उता घुम्न जानु छ कि लाग्छ जाने मास जानु पर्यो हामीलाई उतासँग पुर्याउनु पुऱ्याउँछ हामी पुऱ्याउँछौँ र पहिला है सिङ्गल सिङ्गल होइन घुमाइरहनु पुऱ्याउनु आउँछ नि अन्त तपाईँले के त्यहाँसम्म टाढ ठाउँ जाने भने
मेरो बितीले खानु अचार खानु मकै अदर मिठो हुन्छ तिमीले बनाउनु अलराइट अहिले चाहिँ हामी बारपाकबाट लारपाकतिर जाँदैछौँ बाटो चाहिँ यस्तो छ ग्राभेलै ग्राभेल छ बिचमा हल्का पिच टाइपको छ त्यसमा फेरि ग्राभेल यस्तै यस्तै छ बाटो भर्खर भर्खर बनाएको यस्तो अब कस्तो लागिरहेको बाटो धुलै धुलो गिटी नै गिटी छ भोलि यहीँ होला जस्तो छ हाम्रो धुलो खाएर बिचमा हल्कासम्म उता जाउँ घाडा घाडा यस्तो छ है लारपाक जाने बाटो कहिले राम्रो कहिले नराम्रो यदि हजुर पनि आउन चाहनुहुन्छ भने आउनुहोस् राम्रो छ बाटो चाहिँ राम्रो छ अब ठाम चाहिँ हेर कस्तो छ गाडी साडी सब आउँछ यहाँ खासै देखिन्न यहाँबाट एक्सट्रिम बाटो यस्तो है लारपाक भन्दैछ यहाँ बाटो बनाउँदैछ जाने बाटो छैन यार अर्को बाटो पाइगयो नि छैन कि यार बाटो सबै यस्तै छ बाटो बन्दै अब 2-3 वर्षमा त हुन्छ होला बाटो राम्रो फाइनली हामी कायम भन्दा कायम मसिनदारले बनाएको हुन्छ त्यो मसिनदारले बनाएको सब एउटै टाइप सब सिमिलर टाइप छ एउटै छोडिदिने हेबाट यही त नयाँ बस्ती भनेको
बस्तीमा आइसक्यौँ है। यो नयाँ बस्ती सब एउटै घरहरू। यो चाहिँ यहाँ डोनेसनको लिस्ट रहेछ। यो नयाँ बस्ती हेर्नु होला यहीँबाट। हामी जब सुक्खा खान्छौँ। गुराँसै फुल्यो बनैमा। गुराँसै गुराँसको है जङ्गल पुरै, तर गुराँसै छैन। यहाँ त रहेछ अलिकति। फुल्टी भएन 500 रुपियाँ। 500 रुपियाँ फुल टेबलको भेट्यो भने टिपेर छोडेर मान्छेहरूले। प्लान गरेर हिँडेन भने जता नै पुगिन्छ कि। प्लान बिना हिँडेन भने जता पनि पुगिन्छ कि। प्लान बनायो भने त त्यस्तै हो। अघि नै यहाँ थियौँ, अहिले यहाँ छौँ, अब फेरि त्यहाँ जान्छौँ। कहाँ ढुङ्गामा अड्केछ क्या? अगाडि ढुङ्गा भएर होला। के हो चिसो हानु क्या? चिसोले हानु क्या? एक कपमा यस्तो न्युटनमै जाने हो? सरारारारारा। न्युटनमा हानिदिने कि न्युटनमा? बाटो बन्दैछ। 2 वर्षपछि आयो भने पनि सही हुन्छ कि केटा। एक्सट्रीम यति नै हो। लारपाकबाट लारपाक आउँदाखेरि एक्सट्रिम बाटो भनेको अरू त धुलो र ढुङ्गा बाटो मात्र छ। बिचमा हल्का पिच टाइपको छ।
हाम्रो यो ब्रेक तातेर सिलाउनु जानु हाम्रो होइन यताको चाहिँ पानी हाल्छ होइन बाइक तात्यो धेरै हिँडेर धेरै तात्यो लिएर आएको होइन यो भेट्टाको बत्ता पानी नि बाटा जहाँ भेट्टाइन्छ त्यहीँ हाल्नुपर्ने जस्तो हो त धुवा पुट्टिन लाग्यो एकछिन पर्छ नि 5-10 मिनट पुगिन्छ हामी बुकामा गएको पछि 2072 एक महिना 12 गते 11 बजेर कति मिनट लेखेको 56 मिनट 56 मिनटमा गएर गएको रहेछ सब घर त्यहाँ बाटो बन्द भयो बजार महिना सब नयाँ घर यस्तो भ्यू टाढो भयो हामी सुरुमा यो गाउँ पिस नेटै चले होइन 2800 उहाँ चल्ने यहाँ कस्तो नचलाएको कति रे 2800 है कति डाँडा धेरै हल्को हो र नचलेको 2800 फिट माथिको डाँडामा आएर चाउचाउ खाँदै चाउचाउ र अन्डा यस्तोमा त चाउचाउ र अन्डा हानेको डाँडामा लाइभ हानेको होइन भिडियो युट्युबमा हालिदिने क्या युट्युबमा